हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ म मेरो स्किन केयर रुटिन चाहिँ भिडियो बनाउँदैछु। सबैजनाले हेरेर साथ दिनु होला है त। म चाहिँ फर्स्टमा यो टोनर लगाएको होइन। यो टोनर चाहिँ प्लमको टोनर हो। मैले चाहिँ भर्खरै एक बट्टा मात्रै भयो युज गर्न लागेको। सकिसकेको चाहिँ छैन, तर सकि नै लागेको छ। यो चाहिँ ओभरअल राम्रै लाग्यो है। मैले यसलाई चाहिँ 10मा 7.5 चाहिँ दिन्छु। जस राम्रो छ यो टोनर, ठिकै लाग्यो मलाई चाहिँ। अरू टोनर भन्दा चाहिँ यो टोनर अलि मेरो स्किनलाई चाहिँ अलि सुट गरेको जस्तो पनि माने मैले। मेरो स्किन चाहिँ कम्बिनेसन टाइपको स्किन छ होइन। अनि त्यसपछि अब चाहिँ म भिटामिन सी सेरम लगाउँछु। यो पछि चाहिँ यो पनि प्लमकै भिटामिन सी सेरम हो है त। अनि यो चाहिँ मैले एकपल्ट सकिसकेको छु। यो चाहिँ सेकेन्ड हो। सेकेन्डबाट फेरि अर्डर गरेको। यो पनि मेरो स्किनलाई सुट नै गर्यो। जे होस् राम्रै भइरहेछ है। मैले 2पल्ट युज गरेँ। फर्स्टमा चाहिँ मैले डक्टर रासेलको युज गरेको थिएँ। त्यो चाहिँ खासै केही नै इफेक्टै देखिनँ मैले मेरो स्किनमा। तर यो चाहिँ 2पल्ट युज गर्दाखेरि चाहिँ जस राम्रै लाग्यो मलाई चाहिँ यो पनि। अनि मैले खासमा चाहिँ यो भिडियो किन गरेको भन्दाखेरि नि, यो सामानहरू चाहिँ त्यस्तो साह्रो महँगो पनि छैन कि, सस्तै छ जे होस्। अनि त्यस पछाडि सस्तो पनि छ, प्लस काम पनि जे होस् त्यस्तो वाउ नभए पनि जस राम्रै मेरो स्किनलाई चाहिँ सुट गर्यो जे होस् है। अब सबैको कतिको त आफ्नो स्किन अनुसार पनि हुन्छ होइन। ड्राई स्किनको लागि छुट्टै, ओइली स्किनको लागि छुट्टै हुन्छ। मेरो चाहिँ कम्बिनेसन स्किन भएको कारणले गर्दाखेरि यो प्रोडक्टहरू जे होस् सुट गर्यो। जस यो भिटामिन सी सेरम चाहिँ अब जस्तै अहिले मर्निङमा लगाएँ होइन, दिउँसभरि चाहिँ कस्तो ग्लो आएको जस्तो देखिरहन्छ है यो चाहिँ। सो त्यही भएर मलाई चाहिँ राम्रै लाग्यो। तपाईँहरूले युज गर्नु हुने कुनै छ राम्रो भने त्यो पनि कमेन्ट गरिदिनु होला, सजेस्ट गर्नु होला कुन चाहिँ अझै राम्रो भइरहेछ, कुन चाहिँ सुट गरिरहेछ भनेर। त्यसपछि अब चाहिँ म मोइस्चराइजर युज गर्छु होइन। यो भिटामिन सी सेरम चाहिँ अलि सुकेपछि चाहिँ मोइस्चराइजर लगायो भने अझै राम्रो हुन्छ है। सो यो चाहिँ टोनर के भन्छ मोइस्चराइजर हो होइन। डट एन्ड कीको मोइस्चराइजर। यो चाहिँ मलाई मेरो एउटा साथीले सजेस्ट गरेको हो। यो चाहिँ मोस्टली ड्राई स्किन र कम्बिनेसन स्किनको लागि चाहिँ एकदमै बेस्ट हुने रहेछ होइन। मेरो साथीको चाहिँ ड्राई स्किन रहेछ, त्यही भएर एकदमै सुट गरिरहेको रहेछ। र मेरो कम्बिनेसन स्किनको लागि पनि यो चाहिँ राम्रो भइरहेछ। यो चाहिँ एकपल्ट सकिन लाग्यो। मैले युज गरेको चाहिँ एकपल्ट हो र म अर्को पनि अर्डर गर्ने सोचमा छु होइन। अझै मेरो चाहिँ कम्बिनेसन पनि कस्तो छ भन्दा, जाडो महिना चाहिँ अलि बेसी ड्राई भइदिन्छ गर्मीमा भन्दा। त्यस्तो ड्राई चाहिँ हुँदैन, जस्तो अलिअलि। सो जाडोलाई झन् यो अझै राम्रो हुन्छ जस्तो मलाई लागेर फेरि मैले अर्डर गर्न लागेको छु होइन। सो अब अलि सबै थोक लगाउँदा चाहिँ अलि ओइली भए जस्तो फिल पनि हुन्छ, तर ठिकै हुन्छ। त्यस्तो साह्रो ओइली पनि हुँदैन हुन चाहिँ। यही हो मेरो चाहिँ स्किन केयर रुटिन। तपाईँहरूले चाहिँ के गर्नुहुन्छ स्किन केयर रुटिनमा? कुनै यस्तो राम्रो लागेको प्रोडक्टहरू छ भने सजेस्ट गर्नु होला, आफ्नो स्किन अनुसारको प्रोडक्टहरू होइन। अरूलाई पनि हेल्प हुन्छ। हुन त सबैजनाले चाहिँ आफ्नो स्किन अनुसार नै युज गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। यो चाहिँ मेरो मोइस्चराइजर भयो। आज चाहिँ अहिले चाहिँ मलाई अलिअलि चिसो लागे भएर रुगालाबाट स्वर पनि अहिले कस्तो आइरहेको छ है मेरो आज। सबैजना चिसो छ, अलि बचेर न्यानो भएर बस्नु होला है त। न्यानो कपडा लाउनु होला, चिसोबाट चाहिँ बस्नु होला सबैजना। अब चाहिँ म यो सनस्क्रिन हो, यो चाहिँ डर्माको हो है, स्याडोको सनस्क्रिन हो, फिक्स डर्माको। पहिला चाहिँ म रेस्टअपको सनस्क्रिन चाहिँ युज गरिरहेको थिएँ। यो चाहिँ मैले 2-4 महिना मात्रै भयो चेन्ज गरेको। अनि मैले धेरै नै युज गरिसक्यो, 4-5 बट्टा नै भइसक्यो होला होइन। यो पनि जस राम्रो भइरहेछ मेरो स्किनको लागि।
अनि ओइली स्किनको लागि चाहिँ जेल फर्ममा पनि आउँछ। एकचोटि मैले जेल फर्मको पनि लिएको थिएँ, त्यो पनि राम्रो भएको थियो। अहिले चाहिँ यो मैले क्रिम फर्ममा लिएको, यो पनि जिउस राम्रो छ। अब सनस्क्रिनहरू चाहिँ 2-3 घन्टामा एप्लाई गर्नु भनेर रिकमेन्ड गरेर हुन्छन् डक्टरहरूले होइन। अब त्यो चाहिँ कहिले बिर्सिन्छ कहिले के हुन्छ भ्याइँदैन, तर त्यस दिनको एकचोटि चाहिँ नछुटाउनु होला कसैले पनि होइन। र प्राय यो स्किन केयर रुटिनको जुन क्रिमहरू सामानहरू छ नि, त्यो चाहिँ प्राय डक्टर त्यो के भन्छ डक्टर रिकमेन्डेड भयो भने चाहिँ राम्रो हुन्छ है। डक्टर रिकमेन्डेड अथवा डक्टर रिकमेन्डेड भयो भने चाहिँ अझै राम्रो हुन्छ। सो त्यो नै चाहिँ हाइली रिकमेन्ड गर्छु म पनि। अनि यही नै हो मेरो चाहिँ मर्निङ स्किन केयर रुटिन है। यो प्रोडक्टहरूले चाहिँ अलि स्किनमा केही चेन्ज आयो जस्तो फिल भएर चाहिँ मैले भिडियो बनाएको हो होइन। अब चाहिँ म यो लिप बाम लगाउँछु। यो लिप बाम चाहिँ लगाइसके पछाडि मेरो स्किन केयर सकिन्छ साथीहरू। यही नै हो। सो म चाहिँ यस्तो भएँ।